हेलो एभ्रिवान, फेरि पनि तपाईहरुलाई स्वागत छ। म सोनिराम थामीको तर्फबाट आज फेरि म सिन्धुपाल्चोकमा मेरो घरमा आएको छु। फेरि पनि यहाँ सिन्धुपाल्चोकमा घरमा आउने क्रममा चाहिँ अहिले असार साउनको समय छ। मकै पाकिरहेको छ। यता बाँदर दुम्सी बँदेलले पनि मकैलाई खान खोजिरहेको छ भने किसानहरूले आफ्नो स्वविवेक प्रयोग गरिकन बाँदर दुम्सी बँदेललाई लहाटेर अलिअलि बचेको आज भाँचकुच गरिरहेका छन् मकैहरू। मेरो गाउँमा चाहिँ यस्तो हरियाली छ। केराको बोट देख्न सक्नुहुन्छ। यहाँनिर फर्सीको लहराहरू देख्न सक्नुहुन्छ। यहाँनिर प्राकृतिक रूपमा एकदम राम्रो यो लट्टेको साग भन्छौँ हामी, यसरी झपक्क फुलेको देख्न सक्छौँ। स्पाइडर माकुराले आफ्नै तरिकाले यहाँनिर गुड बनाइरहेका छन्। यतातिर हेर्दाखेरि यहाँ केरा फलिरहेको छ। अब यो दसैँतिर खान लगभग खानको लागि तयार हुन्छ। सबै कुरामा चाहिँ एउटा न एउटा विनाश गर्ने जीवजन्तुहरू हुन्छन्। यो केरामा पनि अरिङ्गालहरूले यसको रस खाने गर्दछन्। अरिङ्गाल माउरीहरूले हामी देख्न सक्छौँ। घरमा मेरो बुवा एक्लो बस्नुहुन्छ र दाजुभाउजू साथमा यहाँ अहबडे खोर्सानी लागुन लाउनु भएको छ। यी फर्सीका मुन्टा तरुलका झाङहरू यत्रा छन्। यो तरुलको झाङहरू चाहिँ अब माघतिर चाहिँ हामीले यो तरुललाई खनेर माघे सङ्क्रान्तिमा खाने काम गर्दछौँ। गाउँठाउँमा बसिसकेपछि दुई चारवटा बाख्रा दुई चारवटा कुखुरा नपालिकन गाउँले जीवनहरू कहिले पनि सम्भव हुँदैन। त्यही भएर गाउँमै बाख्रा बोका पालिरहनु भएको छन् मेरा दाजुभाउजूले। यतातिर बाख्राको पाठाहरू छन् भने यतातिर चाहिँ पाठाहरू छन्। त्यो पर चाहिँ एउटा फल फलिरहेको रहेछ। त्यो फललाई चाहिँ पाठाहरूले केही पनि गर्दैन रहेछ। फेरि आइछ ला ओइ कस्तो राम्रो ल यता आइज। प्राकृतिक सौन्दर्यको लागि चाहिँ मेरो गाउँठाउँ एकदम सुन्दर रमणीय छन्। मकैहरू मजाले फलेको छन्। बाँदर दुम्सी बँदेलदेखि जोगाउन सक्यो भने यो मकै एकदम राम्रो पछि निकाल्न सकिन्छ। अब हामीले चाहिँ यसलाई कुपिन्डो भन्छौँ। तपाईहरूको भाषामा के भन्छ, तपाईहरुकोतिर के भन्छ, तपाईहरुले कृपया प्रतिक्रिया दिनु होला। कुपिन्डोहरू चाहिँ लटरम्म अवस्थामा फलेको छ। यहाँ पनि यो भित्र पनि एउटा फलिरहेको रहेछ। कुपिन्डो मजाले फुल खेलिरहेको छ। अब यहाँ हेर्नुहुन्छ भने रुख कटर लटरम्म फलिरहेको छ। मेरो बुवाले उत्पादन गरेको यो रुख कटरहरू घरै अँगन नजिकै छ। यो चाहिँ मेरो भान्सा कोठा हो। यो मेरो घर। अब यो फल मैले तपाईहरुलाई देखाइसकेँ अघि नै। यो चाहिँ हाम्रोतिर कुपिन्डो भन्छ। यसको अचार र स्वास्थ्यको लागि चाहिँ निकै राम्रो मान्छ खानको लागि। यसै गरी एक छाक सिस्नु एक छाक साग खानको लागि चाहिँ हामी कतै पनि जानु पर्दैन। आफ्नै करेसोबारीमा फलेका सबै उपलब्ध छ। यहाँ देख्न सक्नुहुन्छ कति राम्रो भोकै हराउने सिस्नुहरू छन्। यो सिस्नु चाहिँ एकदम राम्रो तरिकाले यहाँ फलेका छन्। आफ्नै घर त्यहाँ छ, सिस्नु यहाँ छ। सबै फल बिरुवाहरू लटरम्म छन्। यसरी स्कुलका लहराहरू आफ्नो तरिकाले फलिरहेका छन्। यो स्कुलका लहराहरू चाहिँ अब दसैँतिर चाहिँ हामीलाई खानको लागि प्राप्त योग्य हुन्छ। अहिले फुल पनि नखिलिरहेको अवस्था छ। फुलसुल खेलेर
चिचिला लागिसकेपछि चाहिँ लटरममा झन् छुट्टै सुगन्ध आउँछ। हुन त यो सुर्तीजन्य पदार्थ खानको लागि स्वास्थ्यको लागि एकदम हानिकारक हो, र पनि पहिला पुर्खाकालदेखि हाम्रो बुवा बाजेले खाने आएको चाहिँ किन्नलाई पैसा हुँदैन थियो, बजार टाढा थियो, त्यही भएर यसलाई काँचो पात भनिन्छ। अनि यो चाहिँ सर्लक्क लाएर सुकाएर पातमा बेरेर हाम्रा बुवा बाजेहरूले चाहिँ यो काँचो पात भन्ने खाने गर्नुहुन्छ। गाउँघरतिर चाहिँ यस्तै 24 घण्टा पानीको सुविधा, धाराको सुविधा, त्यसमा कुखुराहरू। अनि कटहरको चाहिँ लटरममा फलबिरुवाहरू। केही समयपछि यो कटहरहरू खानको लागि योग्य हुन्छ। अहिले चाहिँ अलि पाकिसकेको अवस्था छैन। ल एकदम ठिक छ। ल स्पेसली गाईहरू हामी चाहिँ बालापन चाहिँ बाल्यकाल हाम्रो सबैको यतै बितेको हो। गाई गोठ, भिर पहरा, खोला झरना।